बुढी आवश्यकता देखियो भन्छ भाइ पढ्ने अञ्चल नै नपढ्ने 16-17 वर्ष केटी म त यार 24 वर्ष भयो यार कोही बालै दिन्ने बड्डो पनि निखेन महिना गएछ त अहिले एघारतिर लागिदियो त त्यो साले बड्डो अस्ति कहिलेतिर हो त्यो एकदिन अन्डा खायौँ र यति व्यस्त भएको थियो यार अन्डा बाटो भन्नुपर्दा किन यो पित्त सटक्क काटेर 3 टुक्रा पारेर 3 भाइ कलेजो खुले छिटो गर्दा बाबु अन्डा सल्लक्क पाएन मैले त्यो बाटो भन्नुपर्दा बिलेटले स्या थिएन यति भइथ्यो क्या 2 बलर भयो कतिको अन्डा आउँदा पुरा त नै हो त पोखर हात पोखर मास्टर पिस गर्ने हो मुखै फोडो नखानु फेरि काट्नु लागि त सिपालु त म हो मार्केटको लागि यसलाई पनि थिएन है खान्छ पुग्यो है लसुन ल्याए त आँसी ल्याए त अन्डा बिरालो आँसी ल्याए न त खान्छ साथी तपेल तपेल गरे खाइ हेर्ने त्यो सिँगा गरे अब कायल पढी पारी पातामुची ढुङ्गा परी राखी म त हायर काल पढाएर अचेल थियो त्यो बिराले मैले 4 चोटि मद खसालिसकेँ 4 चोटि मैले म धेरै खान्छु ब्याजी हुँ त तर उहिले अहिलेसम्म 4 चोटिको हिसाबले अहिले मैले बुनायो होला भन्ने मैले सोचेको थिएँ तर मेरा कटेज गएर दिनभरि सुत्यो सँगै रक्सी खाम खाँदै घरतिर खायौँ लाए हाम्न भने कि हामीले त बरु ल्याप्चे सब हामीले नाइ भने कापो अनि हुन्छ नि त्यो कापाले घुर्ने जान्छ त्यो पानी कापाले र उयो झन् काट्ने पानीले थाहा भएन कापो गर्ने भने एकैछिन खल्ला गयो हाम्रो बिहानखेरि वर्षै बेला ओतिर कलमाले क्यारी पोत्र गइरहेको मिन्निम र खला खाल गयो हाम्रो अन्चार केही थिएन अहिले पारे थाहा भयो त एक दिन हामीले माउ गरिन्थ्यौँ क्या सँगै दुईवटा माउ गऱ्यौँ नि त्यसपछि त्यही भएर हामी त्यहीँ थाहा भयो अरू 2 बलर माइलो नथ्यो एक बलर माइले आयो बेला ल्याउनै नै नथ्यो हुनु एक 3 केजी थियो एक 2 केजी 500 ग्राम करिब 5 केजी 3
ठाउँमा भाडाहरू यस्तो छन् हाम्रो त के गर्ने गीत गाउँदैन ऊ त्यो गर्नु ओ गाउन हिँड्दै गाउने एकठै भन्ने मासु नै छु दे ओइ गाउन हिँड्दै गाउने एकठै भन्ने मासु नै छु रोजी फुलाउने एकै दरा खै फल खन्छै रोजी फुलाउने एकै दरा खै क्या फल खन्छै पुरै रे ओटी उता हावा अन्त है के छ के म के गाउने र भेटी जानु पहिरो मावला कल